मलाई आज ठ्याक्कै आजभन्दा 2 वर्ष अगाडिको पुस महिनाको मङ्सिर पुस महिनाको एकदमै याद आइरहेछ। फेरि पनि हामी 2 वर्ष पछाडि भेट भएको छ। मैले र दाइले एउटै दोहोरी साँझमा काम गर्थ्यौँ, बसपार्कको गोर्खाकालीका दोहोरी साँझमा। दाइले हार्मोनियम बजाउनुहुन्थ्यो स्पेसल, अनि गाउन पनि धेरै रहर गर्नुहुन्थ्यो, तर उहाँलाई गाउने खासै मौकै मिल्थेन कहिल्यै पनि। अनि उहाँले चाहिँ मलाई म दाङबाट आएपछि सँगै काम गर्ने मौका मिल्यो र म केही युट्युब च्यानलहरूमा गीत गाउन हिँडिरहेको थिएँ, जस्तै साथीभाइ डिजिटल अनि म्युजिक स्टार नेपाल यिनीहरूमा गइरहेको थिएँ। अनि त्यहाँ राम्रो राम्रो भ्युजहरू गइरहेको बेलामा दाइले चाहिँ इन्द्रेणीमा जाऊँ न बहिनी भनेर भन्नुभएको थियो। मलाई त्यतिखेरसम्म साँच्चीकै इन्द्रेणी भन्ने थाहै थिएन त्यतिखेरसम्म। अनि त्यस पछाडि कार्यक्रममा हेर्नुभएको थिएन? त्यतिखेरसम्म मलाई थाहै थिएन दाइ। मैले बरु रबिन दाइले र डिला दिदीले गाएको लाइकनेपाल.com भन्ने हाम्रो प्रीतियाले त्यसै गरी पिएन सापकोटा दाइहरूले चलाएको कार्यक्रम हेरेको थिएँ होइन। त्यो तिनी दोहोरीहरू चाहिँ धेरै हेर्थेँ। कलाकारले गर्दा इन्द्रेणी चलेको पनि होइन र इन्द्रेणीले गर्दा कलाकार चलेको पनि भन्न मिल्दैन, किनकि यो दुवै एउटै एकदमै परिपूरक छ। होइन, त्यो भन्न खोजेको होइन। दुवै एकदमै परिपूरक छ कि यो कलाकार नभए पनि इन्द्रेणीलाई गाह्रै छ। एउटा कलाकारले म चलेँ मैले चलाएँ भन्ने छैन कि त्यो त कसले भने हार, त्यो भनेकै छैन नि। त्यस कारणले एकदमै खुसी छु। प्रकाश दाइलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। आउँदा दिनहरूमा पनि यसरी नै सहकार्य गर्ने मौका मिलोस्। थ्याङ्क यू सो मच दाइ। इन्द्रेणी आज यो अवस्थामा आएको छ, म धेरै बिरामी छु, म कति 24 घण्टा खट्छु, तर इन्द्रेणीमा आएका भाइ बहिनीहरूले इन्द्रेणीलाई यस्तै खालका कार्यक्रमहरू अहिले हजारौँ छन्। एउटाले केही गाह्रो छैन। इन्द्रेणी आज यो 10औँ 12औँ वर्ष आउँदा यो अवस्था भएको, भोलि यो हुँदैन। तपाईँहरूको जति मैले विश्वास गरेर तपाईँहरूलाई सृजनात्मक रूपले अगाडि बढाएँ, त्यो विश्वास तपाईँहरूले व्यक्तिगत फाइदा त अन्त गए महिनामा 2-4 लाख 5 लाख 10 लाख पनि कमाउने हुन्छन्, तर यो 10औँ लाख होइन करोडौँको जीवन बचाउने यो जुन अभियान छ, यसबाट तपाईँहरूले व्यक्तिगत फाइदा लिएर छाड्नुहुन्छ भने पनि कसैलाई मेरो केही भन्नु छैन। यो कार्यक्रममा दिनभरि आउने बिरामीहरूको वास्ता पास्ता नगरेर मै मात्र कराउनु पऱ्यो भने यो तपाईँहरूकै आत्माले सोध्नु होला। मैले आज भने यो खुल्ला दिलले प्रकाशजीले ल्याएकै दिन मैले भने, हिजो भन्नुभएको थियो उहाँले, र टिका पनि तपाईँहरूसँग ठुलो आशा छ। एक भने छत्र भाइ पनि त पहिला चलेकै हुनुहुन्थ्यो, जब इन्द्रेणीमा आउनुभयो छत्र भनेर विश्वव्यापी भएको हुन् त मैले छत्रलाई मैले बनाएँ भन्ने कुरो हुँदैन, तर इन्द्रेणीमा कलाकार बनाउनुको लागि कति सपोर्टिङ हुन्छ त्यो भनेको एउटा विश्वविद्यालय सङ्गीतको। त्यस कारण यसलाई तपाईँहरूले यहाँ चल्यो। खिमा बहिनीकै रोलमा पनि मैले उहाँजना बाग्लुङ जाँदा आफै लिएर आएको होइन। यता आउनु त दिनको कतिजना गीत गाउन पाइएन भने राति 2 बजीसम्म बसेर जानुहुन्छ, हप्तै कुर्नुभयो भन्नुभयो नि त उहाँले। त्यस कारण यो प्लेटफर्मलाई तपाईँहरूले यो सानो चान्चुने कुरा नसम्झिनु होला। यो धेरै दुःख रगत पसिनाले ल्याएको, यो त्यत्तिकै भएको छैन। तपाईँहरू मनमाया बहिनी पनि 7औँ जना फेरिएपछि बल्ल आउनु भएको। भन्नुहोस् त इन्द्रेणीमा मैले तलब नदिएको दिन पनि एक दिन छैन, किनभने प्रत्येकको तलब अहिले कति पुगेको छ तपाईँलाई थाहा छ। कोभिड-19 पनि काम गरी सबैले पाएको छ होइन। त्यस कारण यसलाई जोगाम, अहिलेभन्दा डबल गरौँ। तर यो बच्यो भने अभियान बच्छ र समाजमा सांस्कृतिक हुन्छ। एउटा व्यक्तिको लागि त केही ठुलो कुरो छैन। एउटा व्यक्ति त 5वटा घर किन्दै बेच्दै हिँड्यो भने अरबपति दलाल पनि हुन सक्दछन्। सहयोग लिने र दिने उत्तिकै लहर छ, विश्वासले हो। आज कृष्ण कणेलले आफ्नो ज्यानको बाजी लगाएर विश्वास गरेको छ भनेरै विश्वासले आउनु भएको छ, नत्र यस्ता कार्यक्रम त अहिले त पैसा तिर्नु पर्दैन, मोबाइलले खिचेर हाले पनि हुन्छ, एक ठाउँ बसे पनि हुन्छ। हजारौँ युट्युब च्यानल भइसके, तर हिजो थिएनन्। नेपाली लोकगीत बिगारेर अर्कै टाइपका लोकगीत बनाएको थिए, ऊ यज्ञहरूलाई थाहा छ। श्रीराम अधिकारीलाई खोज्ने बनाएको पनि इन्द्रेणीले हो। यो कुरा कसैलाई नलाग्ला। अहिले पनि तमाम प्रतिभा छन्। आज रबिना बसेल विश्वव्यापी हिट हुनुहुन्छ, हिटै भएर चलेर भाइरल भएर टप हुने भने अहिलेको टपै कल्पना दाहाल, रमेश प्रसाई र रबिना बसेलै हुन्। उहाँलाई नै दिउँ सर्वस्व होइन भने यसको मूल मर्म र स्पिरिटलाई हाम्रा टिमका साथीहरू कम्तीमा पनि अनुशासन, यसको मर्म, संस्थागत मान्यता, यी चिजहरूलाई नैतिक रूपबाट पनि व्यवस्थित गर्न सकिएन भने हामी स्खलन हुन्छ, बलियो हुनुपर्छ। म व्यक्तिमा खराबी हुन सक्ला कहिलेकाहीँ, तर सधैँ खराब भए 12 वर्ष ल्याउँदैन। त्यस कारण दुनियाँ जनताले मान्दा तपाईँहरूले विश्वास गर्नुहोस्। तपाईँहरूको लागि हेर्नुहोस् त, छत्रबाईको बहिनी बिरामी हुनुभयो, कतिजनाले सपोर्ट गर्नुभयो। टिकाको बहिनी बिरामी हुनुभयो, कतिजनाले सपोर्ट गर्नुभयो। खगेन्द्रको त्यस्तो अवस्था पर सबभन्दा पहिला मै पुगेँ, कतिले सपोर्ट गर्नुभयो। मेनुका परिवारको लागि, मेनुका परिवार धेरै ठाउँमा जानुभएको थियो। हिजो एकजना दाइले भन्नुभएको छ मलाई, मेनुकाजीको अवस्था हेरेर कृष्ण भाइ म आज $100 पठाउँला भन्दै हुनुहुन्थ्यो बिहान एकजना दाइले फोन गरेर। मेनुकाको लागि पनि अहिले धेरै ठाउँबाट आइराखेको छ। डाक्टर बालकृष्ण सरले पनि अमेरिकाबाट भन्नुभएको थियो म सक्दो सहयोग गर्ला भनेर।